रहेको रेडियो प्रस्तुता डाक्टर नवराज लम्साल, मेरो शिक्षक हुनुहुन्छ आदरणीय लीला दिदी, यहाँहरूको अनुमति दिँदै म आफ्नो कविता प्रस्तुत गर्न चाहन्छु। यहाँ मेरो साथीहरू पनि हुनुहुन्छ, लामिनजी हुनुहुन्छ, न्युयोर्कबाट हुनुहुन्छ मेरो आदरणीय दाजु राम गुरुङ, उहाँ धेरै अगाडिदेखि सङ्गीतमा हुनुहुन्छ, हामीले केही काम गरेका छौँ सँगै। किशोरजी हुनुहुन्छ, सबैलाई एकमुष्ट नमन गर्दै आफ्नो एउटा कविता सुनाउने कोसिस गर्छु। अलिकति अगाडि लेखेको कविता हो। कविताको शीर्षक छ ऊ हिम नदी। ऊ हिम नदी, ऊ हिम नदी पहाडको शिखरदेखि जन्मिएर उचालिँदै थेचारिँदै पछारिँदै पर्वत र पहरासँग साइनो अजम्बरी गाँच्दै कहिले सुनकोश र मानस, कहिले अरुण र सप्तकोशी, कहिले गङ्गा, कहिले ब्रह्मपुत्र हुँदै बगिरहेछ निरन्तर निरन्तर। उसित छ कहिले भङ्गालो छुटिनुको पीडा, त कहिले दोबन भेटिनुको हर्ष आनन्द। कैयौँ चुनौतीहरूको सामना गर्दै किनारहरूसँग प्रणय गीत गाउँदै निल्छ कि भन्दै उष्ण बगरहरूले अनिश्चितताभित्र निश्चित गन्तव्यको खोजीमा, अन्धकारभित्र ज्योति पुञ्जको खोजीमा पूर्व पश्चिम उत्तर दक्षिण हुँदै ऊ जीवनको सङ्घर्षपूर्ण यात्रा गरिरहेछ निरन्तर निरन्तर। उसलाई देख्दा लाग्छ उसले बाँचेको भूगोल उसको पटक्कै होइन, उनले बाँचेको परिवेश उसको पटक्कै होइन, त्योभन्दा धेरै पर धेरै पर। ऊ महासागरको अङ्कमालमा हराउन विलीन हुन चाहन्छ हो। ऊ एउटा विशाल भूगोलको खोजीमा छ, ऊ एउटा विशाल छातीको खोजीमा छ, जहाँ सौहार्द बयली खेलोस्, जहाँ हार्दिकता मुस्कुराओस्, जहाँ हर्के वीरे र बहादुरेहरूले इन्द्रेणी जिजीविषा रोक्न सकुन्, जहाँ हरिमाया र रनमतीहरू निर्धक्क हाँस्न र हिँड्न सकुन्, जहाँ क्याक्टसहरू गुलाब भएर फुल्न सकुन्। हस्त, धन्यवाद।